धेरै रे ना नेपालको राजधानी काठमाडौँको डाँडामाथि अवस्थित शम्भुनाथ केवल एउटा मन्दिर होइन, यो हजारौँ वर्षको इतिहास, आस्था र रहस्य बोकेको विश्व प्रसिद्ध सम्पदा हो। आउनुहोस् यसको रोचक कथा जान्न यो भिडियोको अन्तिमसम्म रहिरहनुहोला। यात्रा शम्भुनाथ। हामी अहिले शम्भुनाथतर्फ जाने पवित्र मार्गमा छौँ। यही बाटो हुँदै हरेक दिन हजारौँ श्रद्धालु र पर्यटकहरू यस ऐतिहासिक सम्पदाको दर्शन गर्न पुग्ने गर्छन्। केही क्षणमै हामी शम्भुनाथको प्रवेशद्वारमा पुग्नेछौँ। अब सुरु हुँदैछ शम्भुनाथका प्रसिद्ध 365 सिडीको यात्रा। आउनुहोस् सँगै लागौँ। हामी शम्भुनाथका प्रसिद्ध 365 सिडी चढ्न सुरु गऱ्यौँ। प्रत्येक सिडी पार गर्दै जाँदा मनमा उत्साह र श्रद्धाको भावना अझ बढ्दै जान्छ। मानौ हरेक पाइला हामीलाई यस पवित्र स्थलले अझ नजिक पुर्याइरहेको छ। यो सिडी चढ्ने क्रममा वरिपरि धेरै बाँदरहरू पनि देख्न सकिन्छ। यही कारणले शम्भुनाथलाई मङ्की टेम्पल भनेर पनि चिनिन्छ। यहाँका बाँदरहरू यस स्थानको पहिचानको एक हिस्सा बनेका छन्। मैले तपाईँहरूलाई यहाँ बाँदरहरूको हुल पनि देखाइरहेको छु। शम्भुनाथ परिसरमा प्रवेश गरिसकेका छौँ। हजारौँ वर्षको इतिहास बोकेको यो पवित्र स्थल बौद्ध र हिन्दू धर्मावलम्बीको लागि उत्तिकै आस्थाको केन्द्र मानिन्छ। यहाँको शान्त वातावरण, प्रार्थनामग्न श्रद्धालुहरू र चारैतिर फैलिएको आध्यात्मिक अनुभूतिले हरेक आगन्तुकको मन छुन्छ। यही कारणले शम्भुनाथ नेपालकै सबैभन्दा प्रसिद्ध विश्व सम्पदामध्ये एक हो। हाम्रो अगाडि फैलिएको यो हो ऐतिहासिक काठमाडौँ उपत्यका। किंवदन्ती अनुसार कुनै समय यो क्षेत्र सम्पूर्ण विशाल पानीको तलाउ थियो। त्यस तालको बिचमा फुलेको दिव्य कमलबाट स्वयम्भूको ज्योति प्रकट भएको विश्वास गरिन्छ। पछि बोधिसत्व मञ्जुश्रीले चोबारको डाँडो काटेर पानी बाहिर निकालेपछि यहाँ मानव बस्ती बस्न थालेको मानिन्छ। यहाँका हरेक स्तूप, मन्दिर र मूर्तिले आफ्नो छुट्टै इतिहास र धार्मिक महत्त्व बोकेका छन्। आउनुहोस् हामी नजिकबाट चिनौँ। यो हो शम्भुनाथको मुख्य स्तूप। यसको चारैतिर रहेका बुद्धका आँखा ज्ञान, करुणा र जागरुकताको प्रतीक मानिन्छ। बौद्ध तथा हिन्दू दुवैले पुजिने भारतीय आजिमाको मन्दिर, जुन बालबालिकाको रक्षकको रूपमा लिन्छ। शान्तिपुर चैत्य शम्भुनाथ परिसरको एक अत्यन्त पवित्र स्थल, जहाँ गहिरो धार्मिक आस्था र इतिहास जोडिएको छ। अनन्तपुर मन्दिर, जसले यहाँको वास्तुकला र इतिहासलाई अझ विशेष बनाउँछ। परिसर वरिपरि रहेका यी पसलहरू हस्तकला, प्रार्थनामाला, थाङका चित्र र विभिन्न धार्मिक सामग्री पाइन्छन्। यहाँ आउने धेरै पर्यटकले यी वस्तुहरू सम्झनाका रूपमा किनेर लैजाने गर्दछन्। त्यो मूर्तिको पैसा कति पर्छ यसको? पर्छ 2-4 हजार जति पर्छ। पामे होम लेखित गर्छ। यसलाई पनि त्यो 1000-1200 हजुरलाई आउँछ। माला यो माला चाहिँ 400-500 अब हामी प्राचीन बौद्ध विहार तथा सरस्वती मन्दिरमा अगाडि बढ्दैछौँ। भिडियोको अन्तिमसँग सँगै रहनुहोस्, किनकि अझै रोचक दृश्यहरू र महत्त्वपूर्ण जानकारीहरू बाँकी नै छन्।
आउनुहोस् मन्दिर प्रवेश गरौँ, यहाँ शान्त र आध्यात्मिक वातावरणको अनुभव गरौँ। प्रवेश गर्ने बित्तिकै प्रार्थना चक्रहरू देख्न सकिन्छ, जसलाई श्रद्धालुहरू श्रद्धापूर्वक घुमाउने गर्दछन् र प्रार्थना गर्ने गर्दछन् यहाँको शान्त वातावरणमा। यहाँ प्रवेश गर्ने बित्तिकै देखिने यो कृत्रिम झरनाले परिसरको सौन्दर्यलाई अझ आकर्षक बनाएको छ। ल यहाँ वरिपरिका दृश्य पनि एकचोटि हेर्नुहोस्। यो हो बौद्धनाथ चैत्य। शम्भुनाथ परिसरमा यस्ता साना चैत्यहरू धेरै रहेका छन्। हामी अब निरन्तर अगाडि बढ्ने क्रममा छौँ। अब हामी यहाँको यो शम्भुनाथको कला, संस्कृति, धर्म तथा वरिपरिको शान्ति वातावरण तपाईँहरूलाई निरन्तर देखाउनेछौँ। शम्भुनाथ मन्दिरलाई मङ्की टेम्पल पनि भनिन्छ, किनकि हेर्नुहोस् त यो बाँदरहरू यसको चारैतिर, यसको मन्दिरदेखि बाटोदेखि सबैतिर यी बाँदरहरू मजाले बसिरहेका छन्। तर यी बाँदरहरूको एउटा विशेषता के छ भने यिनीहरू मान्छेलाई टोक्ने, जिस्क्याउने गर्दैनन्। शम्भुनाथ परिसरमा रहेको यो सबभन्दा ठुलो घण्ट हो। यो घण्ट यहाँका भक्तजनहरूले यो घण्ट बजाएर पूजाआजा गर्ने चलन रहेको छ। शम्भुनाथ केवल एउटा विशाल स्तूप मात्रै होइन, यहाँ यस्ता प्राचीन मन्दिर, चैत्य र बुद्धका मूर्तिहरूले हिन्दू र बौद्ध धर्मको अद्वितीय सहअस्तित्वलाई झल्काउँछ। अझ रोचक जानकारी तथा भिडियो हेर्न बाँकी छ साथीहरू, निरन्तर जोडिराख्नुहोला। हामी बौद्ध पार्कमा जान्छौँ, जहाँ बुद्धका विशाल मूर्तिहरू रहेका छन्। हामी निरन्तर तपाईँहरूलाई देखाइरहनेछौँ। हामी हिँड्दै आउने क्रममा मङ्कीले केही मागे जस्तो लाग्यो अनि मैले एउटा बिस्कुट किनेर दिएँ बाँदरलाई। अब हामी बौद्ध पार्कतर्फ अघि बढ्दैछौँ। यही बाटो हुँदै हरेक दिन सयौँ श्रद्धालु र पर्यटक शम्भुनाथको दर्शनका लागि आउने गर्छन्। आस्था, शान्ति र आध्यात्मिक अनुभूतिको खोजीमा आउने मानिसहरूको यो निरन्तर यात्राले शम्भुनाथको विशेष महत्त्वलाई झल्काउँछ। अब आउनुहोस् बौद्ध पार्कतर्फ अघि बढौँ। यो प्रार्थना चक्रमा ओम मणि पद्मे हुँ मन्त्र कुदिएको छ। धार्मिक विश्वासअनुसार यसलाई श्रद्धापूर्वक एकपटक घुमाउँदा मन्त्र हजारौँ पटक जोपिएको बराबर पुण्य हुने गर्दछ। अब पार्कतिर लाग्यौँ साथीहरू। यहाँ तपाईँ भगवान बुद्धको भव्य स्वर्णिम प्रतिमा देख्न सक्नुहुनेछ। दुवैतर्फ रहेका सुन्दर बौद्ध मूर्ति र कलात्मक संरचनाले यस स्थानको आकर्षणलाई अझ बढाएका छन्। सिँढी हुँदै श्रद्धालुहरू दर्शनका लागि अघि बढिरहेका छन्। चारैतिरको हरियाली, शान्त वातावरण र कलात्मक सजावटले यो स्थानलाई अझ पवित्र र मनमोहक बनाएको छ। यससँगै हाम्रो शम्भुनाथको यात्रा यहीँ समाप्त हुन्छ। इतिहास, आस्था र संस्कृतिले भरिएको यो पवित्र स्थलले हरेक आगन्तुकलाई विशेष अनुभूति दिलाउँछ। भिडियो मन परेको भए लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस्। अर्को यात्रामा हामी भेटौँला। नमस्ते।